लिएर चाहिँ अहिले ट्रकहरू यसको न बाहिर जान खोजिरहेको छ। हेरौँ त्यहाँ अगाडि एक्सिडेन्ट भयो रहेछ, कहाँनिर रहेछ हेरौँ। जाम खासमा चाहिँ के को जाम रहेछ भने यो रोडमा प्रिन्ट गरे जस्तो लाग्यो क्या। यो येल्लो लाइन व्हाइट लाइन कुरा छ नि, उसले यो प्रिन्ट गरे जस्तो लाग्यो क्या मलाई। तर देख्नु सक्नुहुन्छ माथिबाट रेन पनि गरिरहेको छ, फेरि स्टप हुनुपर्ने बेला जस्तो छ। यस्तो छ यहाँ अहिलेको सिनियरी हो। यताबाट रेल गइरहेको छ भनेपछि यताबाट हामी गइरहेको छ 55 फेरि स्टप हुनुपर्ने बेला जस्तो छ। ल साथी फेरि पनि स्टप, अगाडि जान्छ, रेल पनि कुदिरहेको छ। रेल कति लामो छ हेर्ने, पछाडिबाट पनि देख्न सक्नुहुन्छ तपाईँले। पछाडिको रेल कुदिरहेको छ, यतासम्म छ यो रेल। टर्बो एउटा यहाँनिर टर्बो लाइन के भन्ने त्यसको चाहिँ त्यहाँनिर के उ थियो, मैले भिडियो गर्न बिर्सेँ। त्यहाँ चाहिँ फेरि अफिसरले बसिरहेको छ पछाडि, अफिसरले फेरि भनिहाल्छ। त्यही हो, आज ठुलो जाममा पऱ्यो। अझै म पुग्न 300 माइल बाँकी छ। 800 माइलको 800-850 माइलको थियो। त्यही हो, साथीहरूलाई यसो जानकारी भिडियो हेरेर रमाइलो गरिदिनु होला, इन्जोय गरिदिनु होला है त। कहिलेकाहीँ चाहिँ साथीहरूलाई कहिलेकाहीँ यस्तो सानो रोडमा हिँड्नुपर्छ। ओरेन्ज कोन छ अगाडि, त्यस्तो सेतो लाइनको बिचमा कहिलेकाहीँ त्यस्तो पनि पर्छ। अगाडिबाट जानेछौँ हामी। यसमा चाहिँ यो अघिको जाम खासमा चाहिँ के को जाम रहेछ भने यो रोडमा प्रिन्ट गरे जस्तो लाग्यो क्या। यो येल्लो लाइन व्हाइट लाइनको कुरा छ नि, माथिबाट रेन पनि गरिरहेको छ, फेरि स्टप हुनुपर्ने बेला जस्तो छ। सिनियरी हो। ल साथी फेरि पनि स्टप, अगाडि जान्छ, रेल पनि कुदिरहेको छ। त्यो रेल कति लामो छ हेर्ने, यहाँ पछाडिबाट पनि देख्न सक्नुहुन्छ तपाईँले। पछाडिको रेल कुदिरहेको छ, यतासम्म छ यो रेल। यो चाहिँ टर्बो एउटा यहाँनिर टर्बो लाइन के भन्ने चाहिँ त्यसको चाहिँ हो। त्यसमा एक्सिडेन्ट त भएको होइन होला। त्यहाँनिर के उ थियो, मैले भिडियो गर्न बिर्सेँ। त्यहाँ चाहिँ छ फेरि अफिसरले बसिरहेको छ पछाडि, अफिसरले फेरि भनिहाल्छ। त्यही हो, आज ठुलो जाममा पऱ्यो। अझै म पुग्न 300 माइल बाँकी छ। 800 माइलको 800-850 माइलको थियो। त्यही हो, साथीहरूलाई यसो जानकारी भिडियो हेरेर रमाइलो गरिदिनु होला, इन्जोय गरिदिनु होला है त। कहिलेकाहीँ त्यस्तो
यो लोड सेक्युरिमेन्टको लागि हो। जस्ट बाटोमा बाई मिस्टेकली केही भइदिइहाल्यो भने यो मेरो प्रुफको लागि मैले यो भिडियो, यो सामान बाटोमा लड्यो खस्यो भने डरो कारबाहीमा परिन्छ। इभन गाडी चलाउन पाउँदैन, इभन जेल जानुपर्छ। त्यही भएर यो चाहिँ सेक्युरिमेन्टको लागि, लोडको लागि।